फोटो हाम्रा लान्छौँ नि हामी नराम्रो कसहरू ए अनि त्यही म फोटोमा ठुलोमा राख्यो भनेको त पुरै मलाई त धोकामा दिइरहेको धोकामा राखिरहेको छ आउँदैन त अनि त्यत्रो बेर राखेँ मान्छे यार अड्का त्यत्रो बेर ए हो मैले भर्खर बस चढ्दै थिएँ अनि तिमी फिल्टर गरेर नआऊ क्या धेरै फिल्टर गरेर नआऊ गाई चाहिँ पुरै फिल्टर हो है मान्छेको ए हो फिल्टर के हो म देखाइदिउँ ल पुरा पक्का बिग्रेको फिल्टर गर्छु ल पिच हो बाटो बिग्रेको पिच बिग्रेको बाटो जस्तो है आयो यो के हो के दुई खेलेको भन न डिमान्ड हो र होइन कहाँ डिमान्ड नयाँ नयाँ नाम देखेँ ल आज अर्को नाम हेलो सुरज कुमार है अब त मैले साउन्ड कार्ड खोलिदिएँ ल मलाई पर्ने अवस्था आयो क्या यस्तो राम्रो मान्छे अगाडि आउँदा चाहिँ रोज सोच दिनु ओर्नु भएन के हो के साह्रो बेइज्जत पनि गर्नु भएन दिदी वेलकम हेर्नु न यहाँ मलाई रोज नदिएर यो गाडी खाली छ म एक्लै छु बसमा हाम्रो जाने डेस्टिनेसन चाहिँ कता हो देखाइदिउँ भनेको मलाई फर्किँदैन खै त कुमारी दिदीलाई लिइदिएर माथि कुमारी देखेकै छैन हौ मलाई त यो मान्छे त कस्तो आपत पार्नुहुन्छ मैले कोही देखेको छैन यहाँ आउनै भएको छैन कसरी लिने हो त नि ए छैन रहेछ म त अर्कै को हो यार अहिले चाहिँ आउनुभयो सरी यार ए वेलकम ल आउनु दिदी, त माथि दिदी, मलाई त साह्रै पो गाली दिदी आउनु भयो। गरेन भनेर मैले देखेकै छु आउनुभयो दिदी दिदी नमस्ते दिदी हो। वेलकम के भयो किन झगडा दिदी सुन्दाल यहाँ हेर्नु न यहाँ मलाई गाली गरेर कि यहाँ म भाग्नु आँटेको थिएँ कसम मानेको मक्क लगाइसक्यो यहाँ मलाई के लाइफमा के भने त्यो प्राइभेटमा बाँध्नु झगडा गर्नु सक्दैन मसँग त्यही भएर यहाँ लाइफमा क्या केही भन्दैन भनेर नि कम स्याल हो लु भयो क्या म आज ठुलोमा पुगेँ अब आज मलाई फुटबलको लाग्छ। उद्घाटन दिदी अनि के छ खबर डिनर भयो हजुरको ए हो काठमाडौँ नै हुनुहुन्छ है म ड्युटी जाँदै दिदी यो डबल सिफ्टले गर्दाखेरि गाह्रो भइरहेछ क्या मलाई हजुर थ्याङ्क यू सो मच सर पनि आउँदै हुन्छ त भोलि काठमाडौँ होइन सर भोलि काठमाडौँ जाने हो तपाईँ के हो म त होइन भोलि जाँदैन ए हो त्यही भोलि जाने भनेर जस्तो लाग्यो त म पो गलत बुझेँ कि हेलो कसो हो। समियोन लामा वेलकम छ यसै गरी सुरेश तामाङ वेलकम ट्याप पनि पुरै झन्डै आउनु थालेको छ त मेरो त आज वर्ल्ड कप कति बजीदेखि हो सुरु भइसक्यो होला नि नेपालमा चाहिँ 12 बजे कति बजेबाट होला नि भइसक्यो नि स्टार्ट त के हो पुरा आवाज आइरहेको छ तिम्रो त्यहाँ त म निस्केर हिँड्दैछु नि त रोडमा त्यही गरेर होला ए दिदी भनेपछि डिनर गर्दै हुनुहुन्छ दिदी हजुर खाएँ दिदी भर्खर खाएर बसिरहेको अब चाहिँ म्युट गर्नु पर्यो म्युट गर्दा है मैले तिम्रो तेरो डिस्टर्ब आएर कुकुर भोग्नु थाल्यो हाम्रोतिर त गाइज के हो
आमाको हृदयमा मनोकामना एकादशी बजारैमा ए फन्के रोटी थालमा होय एकादशी बजारैमा कसको छोरा कसको छोरी कसको छोरा कसको छोरी ए पर्यो माया जालमा होय कसको छोरा कसको छोरी सिम पानी कान्छी नानी सिम पानी कान्छी नानी हे भिजो पैतालो मानेला पहिले हामी नाच्थ्यौं खेल्थ्यौं पहिले हामी नाच्थ्यौं खेल्थ्यौं हे माया मैतालो मानेला कालेबुङको मैना चरी ए कालेबुङको मैना चरी ए टिस्टा खोला झर्यो है कालेबुङको मैना चरी कर्म मेरो खोटी रहेछ कर्म मेरो खोटी रहेछ ए मागी खानु पर्यो है कर्म मेरो खोटी रहेछ आकाशैको गाडाङ्गुडु हे भुइँको खजुरीलाई निला मरेपछि गङ्गाजीलाई हे बाँचे हजुरीलाई निला हेलो काली कहाँ भागेको अघि कता हराएको हेलो चेक गाइजहरू अब म चाहिँ नेपथ्यको चरीमर्यो शीर्षक गोलीले भन्ने निकै पुरानो गीत हो है जहाँसम्म लाग्छ सबैजनाले सुन्नुभएको होला कुमार दी झर्नुपर्छ यो लाइभमा चाहिँ के हो साथीहरू आफै झरिरहेछ है साथीहरू आफै झर्नुभयो भने झरिरहेछ किनकि यो लाइभ अलिकति हुन्छ नि हाम्रो नेटको कारणले गर्दा नि तपाईँहरू आफै तल झरिरहेको हुनसक्छ होइन मैले झारेको होइन कृपया तल झर्नुभयो भने फेरि पनि रिक्वेस्ट गर्नु होला है साथीहरू रमला सिस्टर बल्ल आउनुभएछ वेलकम छ रमला सिस्टरलाई आज निन्जु व्यस्त रह्यो क्या हो सेयर गर्नु sick.
सरी मार्यो सिसैको गोलीले सरी मार्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले माया साथैमा उडायो रे लैले उडायो रे लैले उडायो रे लैले उडायो रे लैले सरी मार्यो सिसैको गोलीले सरी मार्यो सिसैको गोलीले माया बस्यो त्यो मिठो बोलीले माया साथैमा उडायो रे लैले उडायो रे लैले। नमस्ते नमस्ते लासो लासो भेना सबैजना लासो लासो सेवारो झोरले जोजल्पा यसको त सेवा हो नि सेवारो होइन सेवा हो सेवा हाम्रो सेवा र सेवा एउटा सेवा र एउटा होइन र सेवारो सेवारो भनेको सेवा भनेको सेवा भनेको राईबाट अनि के छ साथीको भेनाको साथी एक मिनट बोल्नु दिन न म बिजी भइजान्छु ल ल ल भेनाको साथी के छ भेनालाई र मलाई राख्नु नाना माथि ए भेना तिमीलाई ल ल ल म राखिदिइहाल्छु नि किन टेन्सन लिन्छौ लु भेनाकै छेउमा बस ओ भेना साली छेउमा आयो सालीको भेना जानुभयो 5 मिनेटको लागि भेनाले ब्रेक लिने अरे अनि साली खबर के छ केही भन्नुभएको छ ल शरण शरण कताबाट पढ्नु भयो ल एकछिन बोलौँ न त अब हजुर म नि धादिङबाटै हो हजुर कहाँबाट हो ए हो हजुर म धादिङबाटै हो त हजुर कुन ठाउँ धादिङ पक्का भन्नु त महादेवेशी बजार अपुई म पनि कतापट्टि हो त तपाईँको म 4 नम्बरको परे हजुर 6 नम्बरको पर्नुभयो कि जस्तो लाग्यो ए छिमेकी नै परेछ त नि अनि हाम्रो यता लुम्बा चाहिँ लुम्बा भुवन धनकुटा अरे हजुर धनकुटा हो मेरो लुम्बा तपाईँ लुम्बा के हो लिम्बू हो कि तामाङ लुम्बा हो हामी म राई हो लुम्बा राईको पनि लुम्बा हुन्छ लङ्गाबा हो ए लुङ्गा ए म चाहिँ ए चाहिँ बिर्सेछु नि त लुम्बा म त फेरि म त तामाङ फेरि हाम्रो पनि हुन्छ क्या अनि म अस्ति तपाईँलाई सोधिरहेको थिएँ नि त्यही भएर लुङ्गा मैले त्यो जी र बीको बिचको ए चाहिँ हेरिन छु क्या सरी है माई मिस्टेक अनि धनकुटा हजुर हामी त छेउछेउमा हेरेछौँ त धरानबाटै जान्छ होइन धनकुटा अनि ऊ धरान गए माथि चाहिँ हो माथि जेनी राई चाहिँ अब धरान नै बन्यो मेरो धरान 17 हो 1900 तिमी 19 पो हो नि चौकीबारी कतापट्टि भन त त्यो ट्राफिक बिरदेखि पछाडि कतापट्टि त्यो काट्नु पर्छ किराती चोकैमा गुम्बाको मस्तिर अनि गुम्बा लाइनमा त मेरो मामा घर हो नि त फेरि अच्छा त्यो किराती चोक भनेको त्यही चौकीबारी त्यही चोकमै हो किराती चोक चाहिँ छ किराती चोक होइन किरात चोक चाहिँ होला किरात चोक चाहिँ हो हजुर म चाहिँ अर्कै बनाएर बोल्छु उसको अलिक टोन अनि हाम्रो चाहिँ रमला सिस चाहिँ कताबाट हुनुहुन्छ सबैजना बोलौँ न अब अहिले ब्रेकमा हाम्रो अहिले फेरि गीत गाउँदा अनि उता चाहिँ उता हाम्रो रवि भाइ पनि बोल्नुहोस् अरे म सुनिरहेको छु सबैजनाको चिन्जान पनि गर्नु पर्यो नि त त्यहाँ धनकुटा कता हो कागतीतिर हो क्या हाम्रो दादा आउनुभयो हामी जति बढ्यो साथी भन्नुभयो है त कागते भने माथि स्कुल डाँडाको छेउमा छ क्या हाम्रो छेमाहरू पढ्ने अनि त्यहाँ गएको हो भन्दै थिएँ त्यो जिल्ला सदरमुकाम छ हाम्रो अलिक यतै पर्छ छिन्दाङ जाने बाटोमा पर्छ हाम्रो चाहिँ यो धनकुटा र हिले एउटै हो नि होइन एउटै उयो पर्छ होइन हजुर जिल्ला चाहिँ एउटै हो जिल्ला एउटै हो
त्यहाँको मेयर साहब चिन्नुहुन्छ? अब कर्णदासको गाना सुन्न पर्यो सबिन भाइ। धनकुटा नगरपालिकाको ब्लग हान्थे क्या अनि मेरो कस्तो चित्त दुख्यो है, मन दुख्यो। अनि उसको दाईहरूले उसको दिदीहरूले सम्झायो के भनेर चेक गराएको छ यसो ब्लक गर्ने हो हो त्यो चाहिँ हो है। भयो भने त्यस्तो हुन्छ कि यो चाहिँ 100% उसले किन ब्लग गरेको भने उसले फेक आइडी पनि लिएर आउँछ होइन टिकटकमा, त्यही आइडी हुनेवाला चाहिँ। अनि तलबाट हेरिरहेको रहेछ अनि मेरो फेक आइडी चेक गरेको, मेरो फोटो राखेको रहेछ। चेक गरेको हजुरलाई। हजुर हजुर। अनि तेरो मन चोरेको तँलाई तैँले ततरमा भन्दैन। मैले तैँले पहिला कहिले घुर्की देखाउँदैछ, मैले पनि बत्ला ल्याएको। ल ल ठिकै छ बत्ला ल्याएको भने। म ढलौँ के म ढल्छु बरु। बत्ला बत्ला अरे बत्ला हो कि बत्ला हो। अनि अहिले उठाउने मान्छे छेउछाउतिर भएर झल्ला पनि केही फरक पर्दैन। आयो जेनी, अनि त्यो अस्तितिर तिमीले स्क्रिनसट गरी हानेको चाहिँ के हो त्यो चाहिँ त्यो स्टोरीतिर? निग्ला गणेश भन्छ त्यहीसँग माथि आऊ त। रहेछ त्यही। अनि त्यो केटीलाई अनि थर्कायो अनि ग्रुपमा कल लगायो। अनि तैँले किन यस्तो यस्तो गर्छ, यस्तो त अर्काको बुढी भइसक्यो, अर्काको तैँले उता अनि अब मैले विश्वास गर्दैन भनेर ग्रुपमा लगाएँ। आइन्दादेखि कल नगर, मेरो बुढी भनेको यो हो जेनी भन्छ। तैँले गर्दा हाम्रो घर बिक्री भनेको डाइरेक्ट भन्थ्यो। ब्लग हानिदिएको मैले ले आइडी एप तपाईँको मोबाइलको आइडी ल्याऊ, म चलाउँछु, मेरो आइडी उसले चलाउँछ, दुईजनाले चलाउँथ्यो। भन्नुहोस् त कुन सङ? उयो गर एकछिन गीत सुन्नु अनि रिलिफ हो। सर सङ सुनाउनुहोस् न प्लिज। ओके कुन चाहिँ सङ सुनाइदिउँ भन्नुहोस् त। जाने आएन तिम्रो खुसीको छेउमा मेरी मायालु, जाने जाने आएन तिम्रो खुसीको छेउमा मेरी मायालु। रिसाले होइन लाजले होइन अनर्थ नसोच मेरी मायालु, जाने जाने आएन तिम्रो खुसीको छेउमा मेरी मायालु। सामो अरूले तिम्रो सिउँदो भरेको सारी हेरौँ आफ्नै सामो अरूले तिम्रो सिउँदो भरेको। सधैँ साथ राख्नु मेरो चाहती, सधैँ साथ राख्नु मेरो चाहती हो। ठुलो भुल भयो ठुलो भुल भयो। जाने जाने आएन तिम्रो खुसीको छेउमा मेरी मायालु। साथीहरूको हिन्दी सङ पनि गाइदिन्छु अहिले म। अनि विकास ब्रोको लागि एउटा गीत छ है, विकास दाजुलाई एउटा स्पेशल दाइको म फेभरेट गाइदिन्छु। विकासको लागि पनि गाइदिन्छु एउटा। ल हाम्रो डेर कालीको लागि है, यो चाहिँ स्पेसली डेर कालीको लागि तिमीलाई कुनै पल।
कान्छीले बोलाइराखेछ गाउँमा मेला लागेछ कसैले बोलाइराखेछ नजाऊ भने उसले पर्खी बसेछ नजाऊ भने उसले पर्खी बसेछ गाडीमा मेला लागेछ जीवनजी बस्छ मन्दिर डाँडा पारी घाम झुकिन्छ पारी वनमा न्याउली गाउँछ डाँडा पारी घाम झुकिन्छ पारी वनमा न्याउली गाउँछ सुनेर मन मेरो उडाही लागेछ सुनेर मन मेरो उडाही लागेछ गाडीमा मेला लागेछ हिउँले ढाकेछ लाली गुराँस फुल फुलेछ गाउँभरि हिउँले ढाकेछ लाली गुराँस फुल फुलेछ देखाउँदै उसले मलाई भुलाइराखेछ देखाउँदै उसले मलाई राखेछ गाडीमा मेला लागेछ कान्छीले बोलाइराखेछ गाउँमा मेला लागेछ कसैले बोलाइराखेछ नजाऊ भने उसले पर्खी बसेछ नजाऊ भने उसले पर्खी बसेछ गाडीमा मेला लागेछ साह्रै मिठो गाउनुभयो थ्याङ्क यू सो मच तपाईँको साथीले राति 9 काट्यो हेर्नु त राति 9 ओ साली उता दिउँसो हो नि उता त युकेमा छ क्या उता दिउँसै छ नङ काट्दैछ राति होइन ओ साली साली बोल्दैन अहिले साली रुनु थाल्छ भन्यो धेरै बोला हुँदैन होला र रुने चाहिँ होइन रुकोहरू चाहिँ टिकटकमा किन हाल्नु होला म अब है फुटबल सुरु हुने बेला भयो अरे के हिस्ट्री कराए के अब छुट्टी हो अब आज चाहिँ निन्दा नलाएर आइएछ नत्र त हिजो 9 बजे सुतिसक्यो है 9 बजे त झ्याप्पै राखेर निदाइसक्यो हाम्रो टाइममा सुत्नु तर पनि कालिसिसले लाइभ गर्दा चाहिँ छोड्नु भएको छैन कि म त सबैलाई सम्झिन्छु नि काटु हुनेलाई त आए पनि नआए पनि सम्झिनु पर्छ क्या हो भने यस्तो हो सेयर गर्नुपर्छ टाइम हुने मान्छेहरू फ्री हुनेर आउनुहुन्छ नहुनेर आउनुहुन्न त्यसरी बुझ्नु पर्यो म त सबैलाई गर्छु म अर्पणालाई पनि जहिले गरिरहेको हुन्छु तर अस्ति कहिले बच्चाको बर्थडेको पिक हालेको थियो है भिडियो हालेको थियो त्यो मान्छे गायबै भयो खै युएस वासीहरूलाई अलिक के भइरहेछ अरे भनेर भन्दै थियो त्यही भएर टेन्सन लागेको क्या
साथी जे हो भने चिनेको हो होइन त कान्ति सिस हजुर हजुर टिकटकमा भए पनि साथीहरू चिनेको त अलिकति उयो नै हुन्छ नि त मलाई त्यस्तो लाग्छ कि कतिजना साथीहरू हरायो कि है नाम त काली होइन के पो थियो त है बिर्सियो काली राखेर नाम पनि मेरो अँ, काली नै थियो त काली नै हो त पहिला दिँदै काली हो हो त मान्छे त सेती छ त है तेरिका एक्लै हौ नानी पहिलादेखि हाम्रो नानाको पहिलादेखि नामै त्यस्तै हो कि प्रोफाइल मात्रै चेन्ज गर्नु मैले नि त अघि नचिनेको क्या म हिस्टोरीमा हेर्छु त माइ गड हिस्टोरी गऱ्यो हिस्टोरी हिस्टोरीमा हेरेको स्टोरी होइन स्टोरी कहिले बोल्छ सक्छ होला है तोते बोलीको बोली कहिले क्लियर हुन्छ होला भगवान् उमेर चाहिँ बचपन बोली चाहिँ बचपन बस्छ स्टोरीमै हेर्ने राइनी हजुर। भनेको राइनी भाषा मान्छे के पनि बोल्दै भाषा होला? धेरै भाषाको ला उहाँ मुनि एउटा आउनुभयो ब्राजिलको सपोर्टर को थाहा चाहिँ हामी राई भाषा बोल्दैन क्या ऊ नाना र भेनालाई थाहा छ जेनी 80 नै लन्च हुन आँटिसक्यो त खोइ राणा भाइ वेलकम के हो भेना चुपचाप हुनुभयो त भेना बिना भेना पनि होइन कि भेना ला भेना त एयरफोन सेयरफोन खोल्छु राई छ त अनि कसरी भेना भयो त सुनिरहेको छु मैले सुनिरहेको छु ए ऊ मेरो छ्यामाको छोरी हो नि त उसको आमा राईसँग बिहा गरेर मेरो आमा तामाङसँग बिहा गरेर हो होइन जेनी काली सिस तामाङ ऊ मेरो छेमाको छोरी हो नि त उसको आमाले चाहिँ राईसँग बिहा गर्यो आमा अनि आफ्नो बाउ पनि राई नै हुन्छ त ए आफ्नो आमा पनि बुझ्नु न दिदी बहिनीको छोरी हो के हामी पुरा मिलाएर बुझ्नु न हजुर कागे तालले जितेको वाट एभर कागे सागे जे हो नि जित्नु त जित्यो नि त हजुरलाई आउँछ कागे खेल्न आउँछ कागे खेल्न जित्नु सक्नुहुन्छ My God, या त के हो डिस्कसै पर्ला गेस्टमा आउनु ल कुरा गर्नु पर्छ तपाईँसँग चित्तै परेन मलाई सानो कुरोलाई धेरै I ठुलो know. इस्यु होइन यस्तो के सानो कुरोलाई धेरै ठुलो इस्यु नबनाऊ के भयो छोडिदिउँ अब यो भनेको अब जसले जिते पनि हामीले पाउने केही पनि होइन एउटा रमाइलो मात्र हो होइन होइन पाउने त केही पनि होइन तर पनि एउटा सपोर्टरको लागि हामी के हो भने हामी एउटा आफ्नो सपोर्टरको लागि बोलेर त्यो अब त्यो यो लाइभमा आउने बोलाउने त्यो झगडा गर्ने त्यो काम चाहिँ होइन कि त्यो चाहिँ होइन त्यस्तो भनेको होइन आज पार्ट अफ जोक मात्रै अनि च्याट गरिराख्नु भन्छ त्यो हातलाई किन दुःख दिने बरु मुखलाई दुःख दिउँ भनेर आउनु भनेको नि माथि त बोल्न पाइयो नि त दिल खोलेर मुनि त 10 चोटि टाइप गर्नुपर्छ एउटा उयो गर्नुको लागि नि झा हुन्छ नि त एउटा टच भयो भने अर्को टच भयो भने अर्को रङ उयो हुन्छ नि त मिनिङ फेरि अनि बरु माथि आएर बोलाउँ भनेर सबिन दाइ हाम्रो माथिबेसी महोत्सव चल्दा कति जानु भएको थियो तपाईँ बाहिर थिएँ नि यार अस्ति टुरमा हुन्थ्यो। त्यतिखेर बाहिर टुरमै हुनुहुन्थ्यो तपाईँ बाहिर थिएँ नि म त आएको थिएँ भाइ साथीहरू खासै कोही पनि भेटेन पहिला जस्तो भाइ साथीहरू भेट्दैन म त फर्के हो म आएको थिएँ नि म थिएँ त हो नि म त 1 घन्टा नै टिक्न सकेन हौ सबिन दाइ यार मौसममा खासै तर म जान्ने मौसम बन्द हुने भएर पो होइन तर 8 खासै बजे बन्द रहेछ नि त 8 बजे बन्द हुँदो रहेछ नि त आयो म नि अब कहाँ उता घाटबेसीतिर थिएँ घाटबेसीबाट अनि यता यो 9 बजे गाडी लिएर आएको थिएँ त्यो पानी ट्याङ्कर गाडी लिएर आएको थिएँ अनि त्यतिखेर अनि त्यहीँ गाडी राखेर 6:30 बजे टिकट काटेर छिरेको लास्टमा त खासै रमाइलो लगाएर म त एकैछिन बसेँ म त फर्किहालेँ खासै त्यो उस पनि भएन हजुर त 6:30 बजे पस्नु भएछ हामी त 7:30 बजे पसेको थियौँ 8 बजे त बन्द भयो हाम्रो सबिन दाइ अलिकति पताउनु हुन्थ्यो होला सबिन दाइ नै हुनु भएन मेन मान्छे माथिबेसीमा गाह्रो छ सर भइहाल्नु भने हो अलिकति चर्का चर्की हुन्छ होला होइन दाइ हुन्थ्यो म बसेन अब त्यस्तै हो
के गर्ने होइन भाइ हुँदो रहेछ यस्तो है। अब छुट्टिनु पर्ला यार, गुड नाइट गर्नु पर्ला भाइ है। गरम भन्ने 12:30 भएछ हौ। 12:30 या 4-3 बज्न लागिसक्यो ल। गुड नाइट। अब जहिले बजिरहेको 3 हो, जहिले भइरहेको 12:30 हो दाइ हुन चाहिँ। त्यही पनि हो। म त ड्युटीमै छु नि त, ब्रेकमा त सुत्न पर्यो, फेरि उठेर काम गर्नु पर्यो, के गर्ने। त्यही गरौँ। होइन म नि छन त ड्युटीमै छु अहिलेसम्म त। ओके, थ्याङ्क यू सो मच। अनि त्यही त हो त हाम्रो मुस्कान सिस बोल्नु भएन के एकदम भन्छ यो पिचको प्रेसरले गर्दा म नि अहिलेसम्म ड्युटीतिरै छु कि। है यो चुडलहरू आउला, चुडलहरू आउला। चुडाला नखाटे मान्छे छ हाम्रो त। कति यहाँ ड्युटी अन ड्युटी कति लगभग 25-30 जना छ हाम्रो त यहाँ। ए चुडल नै भएको रहेछ भने त देखेर त अन ड्युटीमा छ, अरू सबै उता चुडल नै भूत नै भएको छ होला त्यत्रो मान्छे देखेर। होइन अरू सबै अन ड्युटी उता काम गरिरह, म नि अन ड्युटी नै हो। म पानी चाहियो भने पनि गाडी स्टार्ट गरेर हिँड्यो, नत्र चुप लाएर गाडीमा सुतेर बस्ने हो कि म चाहिँ। ठिकै छ त, राम्रो रहेछ जब। निगमलाई त काम पुग्यो के हो, निगम त बोल्नै छोड्नु भयो, काम पुगे जस्तो छ। बिहान 6 बजेदेखि अहिलेसम्म काहीँ केही गर्न पाएन, त्यही त हो नि। काम त काम नै हो, काम त काम नै हो, काम नै हो हजुर। बाहिर बस्नेलाई थाहा छ। निगम भतिजो नि के अरे 4 बज्न लागिछ होला त्यहाँ के। कता हो र उहाँ चाहिँ? ऊ त 4 बजेतिर हो। बेलुका बिहानको 4 बजे? अब 12 भने 4 बज्न लाग्यो होला नि। बिहानको बिचरा त्यही भएर निन्द्रा उठेर के बोले थाहा भएन होला क्या। 4 बजे ड्युटी जाने बेला होला बिचरा, जुर्को उठेर यस्तो हेरेर के बोले भयो होला बिचरा। जोग गरेको है, नरिसाउनुहोस् है बाबु राजा। ड्युटी त गाह्रो हुन्छ अर्का ठाउँमा गाह्रो छ। खै अब 12 बजेदेखि 2 बजिसकिसक्यो, हिजोको 12 बजेबाट काम गरेकै हामी पनि अर्का ठाउँमा गरेर आएको मान्छे हो, हामीलाई पनि थाहा छ कति हो नि गाह्रो हुन्छ। त्यही त भनेर त अहिले त नेपालमा त के हो, यो बाहिर गएर काम गरेर आयो भने हो कि अहिले त नाइट खट्न पर्यो नि, जे गरे नि इजी लाग्छ हो ड्युटी आफ्नो ठाउँमा भनेपछि कि। 8848 ला यो त के हो, रक्सी पो आयो त 2 गिलास त, या त 4 जना छौँ 5 जना छौँ, 2टा गिलास मात्रै आयो। होइन तपाईँहरू खाना न, मैले छोडिसकेँ, म खाना नि अनि खाँदिन। राहुल छेत्री वेलकम। ओहो राहुल छेत्री लाइभ बन्द गर्नु भएछ। बाहिर बसेपछि के अरे त्यो बुद्ध लामाले गएको गीत छ नि एउटा, आमा के अरे साह्रै याद आउँछ भन्ने होला, त्यस्तै हो कि सुने नि। त्यो गीत सुन्दा त रुन मन लाग्थ्यो मलाई त पहिला त एकताका त एकदम दाइ अर्का ठाउँमा बिचरा। सरी तपाईँको बिचमा बोले, बिचराले अहिले त्यो बिजनेसको कुराले गर्दा कस्तो ट्रोल बनाइरहेछ, त्यस्तो गर्न हुन्न क्या। अब हो त ऊ नेपाल आइडल जितेको हो, विनर हो वाट एभर, तर उसको एउटा जब हो नि त होइन, एउटा सानो व्यवसाय गरेर एउटा भिडियो बनाएर हालेको थियो, ट्रोल बनाएर अब नेपाल आइडल बुद्ध लामाले मासुको अचार गर्यो भन्छ के हो। नेपाली हो, चान्स पाए जे पनि गर्छ भने जस्तै हो नेपालीले। होइन यस्तो नि त होइन, उसले त बिजनेस गरेको, अरूले चाहिँ ट्रोल गर्यो क्या उसलाई, क्या यस्तो गर्यो भने बुली गरेको क्या। म के भन्दैछु त नि, भाइरल हुन मान्छे जे पनि। तपाईँले पनि खानुभयो त त्यो अचार कस्तो थियो हाम्रो बुद्ध हालेको? लाइभमा बसेर अलिकति भनौँ न, अलिकति केही कुरो बोलिदिउँ, त्यही कुरोलाई ट्रोल बनाएर भोलि मान्छेहरूले होइन, मैले त ट्राई गरेको, सपोर्ट गरेको हो उसलाई, म मजाले चिन्छु। हामीले यहाँनिर लोसारमा ल्याएको पनि हो नि त हामीले बुद्ध लामालाई त, यहाँ हङकङ पनि। अनि उसको पनि होइन, खास बुहारीको हो क्या, कृतिको बच्चाहरू खास चाहिँ। अनि बिचरा फर्स्ट अहिले चाहिँ बरु लेबलहरू लगायो, मैले किन त अझै गरेको नि थिएन, ल्याएको नि थिएन होला। मैले पनि चाख्नु भनेको थिएँ, नट ब्याड, एउटा ट्राई गर्नु पायो नि त होइन। किन आइडल जितेकोले चाहिँ केही बिजनेसै गर्नु नहुने भन्ने त छैन नि त होइन त। तर बिचरा मान्छेहरूले किन उयो गर्नु होला है, बिचरा बुढीको अचार उसले प्रमोसन गरिदिएको
मान्छेले के भनेर आफ्नो दुःख आफूले गरेर ए साह्रो खाने हो है। त्यही भने त नि हो नि त नि बिचरा त्यो उसको वाइफले अचार गरेर बनाएर यसो सानो बिजनेस गरेको अनि उसले चाहिँ अब एडभर्टाइज गरिदिएको नि त अब होइन अचार कृतिको अचार भनिदिन्छ क्या बाफ्रे मान्छेले लाइभ के अरे के भन्नु भएको छ क्या त्यहाँनिर के अब हुन्छ नि सोसियल मिडियामा टिकटकमा त्यो थोरै क्लिप निकालेर होइन बुद्ध लामाले यस्तो बेच्यो बुद्ध लामाले यो त्यो क्या लाइक हुन्छ नि त्यस्तो त गर्न हुन्न क्या होइन तर कतिपय मान्छेहरू के छ भने मान्छेको त्यो नेपालमा बस्नेहरूको थिङ्किङ के छ भने बाहिर बस्ने नेपालमा बस्ने नेपालीहरूको थिङ्किङ के छ भने ओहो यसले अहिले यस्तो गर्नेछ यसलाई चाहिँ हामीले ट्रोल बनाउनु पायो भने मेरो भिडियो भाइरल हुन्छ कि अलिकति भयो भने पैसा कमाइ हुन्छ कि भन्ने सोच छ त्यो अनि त्यो एउटा इटरीको बुढाको अचार भनेरलाई बिचरालाई ट्रोल गरेर हो गरे के भयो पेज के अरे इयरिङको पेज पायो भन्छ कसैले कपाल पायो भन्छ मासुमा के तपाईँले अर्को गाउँमा त यस्तो झुम्का के अरे झुम्काको त्यो उस हाल्दैछ रे मलाई चाहिँ यस्तो सुनको झुम्का हालिदिने रे बिचरा कति ट्रोल होइन बिचरा सबभन्दा डेन्जर ट्रोल लागेको भने उसको भिडियो हो नि अरू कसैको नि हो नि बिचरा तर थाहा छ अहिले काठमाडौँ मलमा गरेर एक दिनमा करोडको बिजनेस गर्यो तिनीहरू थाहा छ पूर्वकै हो नि त तिनीहरू म चिन्छु क्या त्यो बहिनीलाई पनि पहिला फ्यान्सी स्टोर गर्दैबाट चिनेको मैले अनि के साह्रो मान्छेहरू है अन्त भने अब हुन्छ नि कोही होइन यस्तो नि त एउटा कुरा ल एउटा मिस्टेकली पर्नु पनि सक्छ किन त्यत्रो गरेको बेलामा होइन तर उनीहरूले होइन हाम्रो लगाएको छैन भन्छ दबाई त्यस्तरी गर्ने पनि होइन नि त होइन अनि अर्कोले चाहिँ अब यस्तो मासु टोकेर छ्या यो के हो यस्तो भनेर मन परेर सबैको स्वाद एउटै हुँदैन होइन अब कोही बेला काम गर्दै जाँदा अब 1 केजी 2 केजी होइन 100 केजीको बनाएको हुन्छ कोही बेला मिस्टेक पनि हुन्छ त्यो नहुने भएन होइन उनीहरूले त्यो एक्सेप्ट पनि गरिरहेछ तर पनि मान्छेहरू पिछा घरि मासुमा स्वाद आएन छ्या भने चाहिँ घरि पेज पऱ्यो भने चाहिँ घरि कपाल उम्ऱ्यो यसो हेर्छु कि मन लाग्छ यस्तो हुन्छ तपाईँ हामी सँगै बस्दाखेरि पनि ल भनौँ न दाजुभाइ दिदीबहिनी गयो भने पनि तपाईँको टेस्ट छुट्टै हुन्छ सबिन दाइको छुट्टै हुन्छ हो नि अफ कोर्स एउटै हुन्न कि कहिले पनि मान्छेको हात गाउँला त बराबर हुन्न भने अब त्यो सधैँभरि एक टेस्ट त कसरी दिन सक्छ होइन यस्तो हो आफ्नो स्वाद मलाई पनि मन परेन मैले पनि ट्राई गरेको तर किन भन्नु त होइन उनीहरूको बिजनेस हो मेरो स्वाद मलाई मन अब मैले अर्को काठमाडौँको एउटा मिना दिदीको अचार भनेर मिनाको अचार एउटा खान्थेँ क्या मैले पहिलादेखि नै पहिला मैले 2-3 चोटि खाएँ एकदमै मिठो भयो जुन यो लट मैले अस्ति फेब्रुअरीमा नेपाल जाँदाखेरि लिएर आएको त्यो लट त्यो अचार मिठो छैन क्या अब के गर्ने मैले खाएकै छैन 3 केजी लिएर आएको होइन छैन अब मिठै लागेन अब के गर्नु त अब कम्पेयर गर्नु त्यहीबाट पहिला खाएको मिठो हुन्थ्यो त्यस्तै हो नि कोही बेला कस्तो बन्छ कोही बेला कस्तो हुन्छ कोही बेला के त्योहरू हुन्छ थोरै हुन्छ त्यो 1 केजी 2 केजी बनाउने होइन 100 केजीहरू 50 केजीहरू बनाएको हुन्छ होइन तर अब हामीले पनि कम्प्रोमाइज गर्नुपर्छ नि होइन एउटै त्यस्तै भयो हो नि मैले भन्दा अब एउटै हातले बनाएको पनि अब त्यस्तो भयो क्या फरक किन मैले 3-4 चोटि खाएँ मलाई एकदमै मिठो लाग्यो क्या मैले यो पालि झन् अरूको मलाई एकदमै पोर्कको अचार मन पर्यो होइन त्यहाँको मन पर्थ्यो अनि मैले यसपालि त्यो के अरे बफन ल्याएन चिकन पनि 3 केजी नै पोर्कले 3 केजी मिठो परेन के गर्नु त मिठो भएन के गर्ने त होइन अब मैले के यो मिठो भएन भने हाल्ने कुरा त भएन जुन त्यो बुढाको अचार छ नि मैले 900 मगाएर 2-3 चोटि खाएँ तर जुन भनौँ न खाना खाने बेलामा खाँदाखेरि यति बाबा टेस्ट छ कि होइन त्यो अरू बेलामा पनि थोरै खाना खाइन्थ्यो त्यतिखेर 2 ग्यास भए बढी खाइन्थ्यो त्यो अब तपाईँलाई टेस्ट मन पर्यो होइन अब मलाई मन परेन फेरि अब क्या त्यो आफ्नो टेस्ट हो नि त होइन मुखले पनि गर्छ नि त मलाई ठिकै लाग्यो मलाई त्यो छि होइन वाउ पनि मलाई ठिकै लाग्यो क्या मैले पनि चाखेँ 3टै ल्याएर चाखेँ अनि त्यो आफ्नो स्वाद हो नि त होइन त आफ्नो टेस्ट हुन्छ तर मान्छे चाहिँ भन्नु भएन नि त अब अर्को कुरा अब सानोतिनो ल के भेट्यो होला मिस्टेक हुन्छ त्यो मैले भने त 1 केजी 2 केजी बनाउनु कति बनाउँदा भइहाल्छ नि त्यस्तो होइन त्यो त आफूले नि बुझ्नुपर्छ नि अब मान्छेहरू तर त्यस्तै हो भाइरल हुनुलाई भन्ला होइन अहिलेको मान्छेहरू के छ भने कसरी हुन्छ म टिकटकमा भाइरल हुँ भन्ने सोच छ मेन भनेको त्यही नै हो अरू केही पनि होइन एउटा के भन्दा क्रिएटर कन्टेन्ट भन्छ नि एउटा कन्टेन्ट भिडियो बनाइसके पछाडि भनेको अलिकति लगभग 100मा 50% को भाइरल भइरहेछ नि त अहिले अनि त्यही भएर नि अनि
अनि त्यो कन्टेन्ट पनि पायो अनि हाम्रो त्यो हाम्रो सबिन्सहरू फेरि कता बनाउने के? ट्राभलिङ छ कि के पुरै प्याकिङ सुरु गर्नुभयो त पुरै सुटकेस निकालेर सबिनजीले पुरै सुटकेस निकाल्दै हुन्छ त्यहाँनिर ए भएको ठेगान नि त के हो गाउँ जानु लागेको हो के हो सबिन सर तिम्रो विदेश जानु लाग्यो मेरो लागि घुम्ने भन्दा त हाम्रो सबिन दाईको हाइसी भोइस चाहिँ यस्तो बवाल लाग्छ सुन्नलाई मस्त यस्तो मजा आउँथ्यो दाइले आज प्याकिङ गरिसक्नु भयो त ठ्याक्कै अगाडि उयो गर्नुभयो के भन्छ त्यसको के भन्छ एउटा कुनै के को चाहिँ ब्याट्री सिद्धै भन्दै हुनुहुन्थ्यो कि म त बुझ्दैन कि त्यो उसको के हो ट्याबको किन के को ब्याट्री सिद्धै भन्दै हुनुहुन्थ्यो होला सायद त्यो ब्याकअप हुन्छ नि एउटा भनौँ न किनभने कति 11 बजीदेखि थाल्नु भएको हो नि त त्यही भएर पनि होला 11 बजीदेखि स्टार्ट यहाँको 11 त्यहाँ त 9 होला यहाँ त 11 हो त्यहाँको चाहिँ 9 साढे 9 बजेर सुरु गर्नु भएको भने मैले गाउने त गाउँथेँ अहिले म खासै गाउँदैन कि म पहिला जस्तो लगभग धेरै छोडिसकेँ अनि त्यही भएर म बस्दै गर्थेँ कि गाउन तपाईँ पनि धादिङकै हुनुहुन्छ हजुर एकदम म नौबिसेको उहाँ माध्यमिकको नौबिसे भनेको त त्यो अहिले त सुरुङ मार्ग बनेकोतिर होइन त त्यहाँबाट तल धेरै तल ए हो यो जुन बाहिरको बाटो भन्ने थाहा छ हजुरलाई बाहिरको हजुर हो त्यो बाहिरको बाटो छ त्यसलाई भन्छ नौबिसे त्यो बाटो हिँडेको नि त्यो सीता पाइलाको बाटो होइन त बाहिरको बाटो चाहिँ हजुर हजुर बाहिरको बाटो बाहिरको बाटो चाहिँ सीता पाइलाबाट जान्छ है हुँदै जान्छ होइन कहाँ हुनु बाहिरको बाटो कता जाने कलङ्की हुँदै नौबिसे आएर नौबिसेबाट छुटिने हो क्या बाहिरको बाटो ए हो हजुर हजुर किनभने हो मैले बुझेँ अहिले चाहिँ तपाईँले भनेको त्यो के अरे कस्तो चाहिँ भन्ने मलाई आएन क्या जेसो म त्यो बाटो हिँडेको चाहिँ मलाई थाहा भयो हजुर निस्किने क्या उता पालुङ हुँदै तामाङ हुँदै त्यो तपाईँले मलाई देखाउनु भएको थियो नि तपाईँले मलाई देखाउनु भएको थियो नि यताबाट जान्छ भनेर क्या त्यो दाइको चाहिँ अलिक तल पर्छ मेरो चाहिँ ठ्याक्कै बाहिरको बाटो एरिया छुट्टिने बाटो एरियामै पर्छ कि मेरो चाहिँ घर